ठाडोबाट हुन्छ सुरु गर्नु 1 2 3 सायो धुनका फुलका हामी एउटै माला नेपाली सर्वममै फैलिएका बेची महाकाली सायो धुनका फुलका हामी एउटै माला नेपाली सर्वममै फैलिएका बेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको चल बिहारका राजधानी स्वतन्त्र अटल ज्ञान भूमि शान्ति भूमि तारै पहाडी माला अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति 1 2 3 4 5 6 अब हात सिधा यो हात यस्तो हुँदैन यो लेभलमा सिधा सास लिँदै पछाडि होल्डमा 1 2 3 4 5 6 होल्डमा बस्ने पछाडि गएर है फिल हुन्छ धेरै अलिकति टाइम लिएर बस्नु भने 1 2 3 4 5 6 फेरि राइट साइड 1 2 3 4 5 6 लेफ्ट साइड 1 2 3 4 5 6 ओके त्यस पछाडि लेफ्ट हात दायाँ कुनमा दायाँ हात पछाडि यसरी है फेरि अलिकति पोजिसनमा 1 2 3 4 5 6 यति बेला आफ्नो घोडाको कुकुचालाई हेर्ने अपोजिट घोडाको कुकुचालाई है फेरि 1 2 3 4 गर्ने अनि यो कपालमा हात राखेर यो 1 2 3 यो गर्ने पानी पिएर यो गरिसकेपछि कसैलाई बिहान टोइलेट खुल्दैन भने एकदम यो सम्भावना धेरै छ खुल्नको लागि र धेरै नै गाह्रो छ पूरा शरीरको पेटमा भएका अनावश्यक पोषो अनावश्यक त्यस पछाडिको सेल्सहरू जागृत भएको छैन भने झाँक्रिहाल्छ के भन्छ नि झाँक्री के गर्छ काम छ पुरा शरीरलाई कपाइदिने आवाज निकालेर साथमा हात ल अब हामी के अरे प्राणायामतिरै जान्छौँ हामी सबैभन्दा पहिला यो हामी आसनमा बस्यौँ आसनहरू धेरै छन् है सुखासन छन् सिद्धासन छन् अर्ध पद्मासनहरू छन् पूर्ण पद्मासनहरू छन् यो गर्दै जान सिकिने कुरा हो विशेष गरी मुद्राहरू त्यही अनुसार रोग अनुसार हामी मुद्रा प्रयोग गर्छौँ अहिले हामी सुरुमा प्राणायाम बस्ने विधि उही हो र विशेष गरेर कपालभाती प्राणायाम छ नि पेटसँग सम्बन्धित छ जुन हाम्रो प्यानक्रियास छ नि यसलाई एक्टिभ बनाउने काम कपालभातीले धेरै गर्छ र त्यसको लागि मुद्रा हाम्रो यसलाई वायु मुद्रा भनिन्छ है यो पेटसँग रिलेटिभ छ के यो मुद्रा वायु मुद्रा जहिले पनि हामी कपालभाती गर्दाखेरिमा वायु मुद्रामा बस्छौँ धेरै कब्जियत छ टोइलेट क्लियर हुँदैन एकदमै गाह्रो छ भनेपछि अपान वायु मुद्रा लगाउँछौँ यसलाई अपान वायु मुद्रा भन्छौँ तर अहिले हामी बेसिक वायु मुद्रामा बस्छौँ मानव नाकमा केही अड्क्यो हाम्रो हात कसैले बाहिर पछाडि लग गरिदियो त्यसलाई हामी त्याग्नु छ कसरी हो यसरी ठ्याकेकै बेलामा पेटलाई भित्र लाने हो विधि है यो अलिकति थोरै हातलाई माथि है गोडालाई हामीले गऱ्यौँ हातलाई यसरी बढाइदियो पाखुरा सीधा बलपूर्वक यहाँसम्म यहाँबाट
अतालिएको फिल हुनु पर्यो। दुवै साइड नै यसरी होइन, हात सिधा राख्ने यसरी है। फेरि टनक्क तन्काएर है हातलाई। हो, हात टनक्क तन्किनु हुनु पर्यो है। 1 2 यो बेलामा हात यसरी तल जाँदैन, सिधा यो लेभलमा। 1 2 3 4 5 छ दायाँ बायाँ। 1 एकदम सिधा, हात तल जाँदैन, सिधा यो लेभलमा हुनुपर्छ। 1 4 5 6 फेरि एक हात हात समाइदिनु, मजाले तार्नु माथि, फेरि दायाँ साइडमा हात है। यो ब्रिदिङ एक्सर्साइज है, ब्रिदिङ श्वासलाई एकदम मिलाउनु होला। त्यस पछाडि आएर दुवै साइड अनुलोम विलोम 5 भयो, भ्रामरी 6 भयो, उद्गीत प्राणायाम है 7 भयो, अनि लास्टमा प्रणव ध्वनि गरेर हाम्रो 8 प्राणायामहरू छन्। र ज्ञान ध्यान मुद्रामा बस्छौँ। शरीर हल्का, शरीर आँखालाई कोमल बन्द, शरीरलाई एकदम कम्फर्टेबल छोडिदिने, श्वास प्रश्वासको विधिलाई मिलाएर गर्ने विधिलाई नै हामी प्राणायाम भन्छौँ। हातलाई यसरी घोडामाथि राख्ने, शरीरलाई सहज छोड्ने। जहिले पनि बस्दाखेरिमा शरीरको मेरुदण्डको अवस्था कस्तो हुनुपर्छ मैले धीरे धीरे भन्ने गर्छु, यहाँ पनि छुट्याउने कुरै आएन। मन्दिरको गजुर हुन्छ नि, मन्दिरको गजुर कस्तो मजाले ठप्प यो पार्ट छ नि, यो यसरी बस्ने हो क्या। मन्दिरको गजुर जस्तो गरेर शरीरलाई राख्नुपर्छ। यो चाहिँ यो घोडाको पार्ट है, यो चाहिँ